हेलो गाइस, दर्शन नमस्ते। हजुरहरू सब सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। आजको हाम्रो यात्रा रहेको छ शहीद स्मारक पार्क। अहिले हामी चाइलबाटकै अगाडि चोरपाटीको बायाँतर्फ सुन्दरी जाल जाने बाटोमा आइपुगेका छौँ। अब हामी यहाँदेखि हाम्रो गन्तव्य यहाँदेखि चाहिँ सुरु हुन्छ। अब हामी त्यही बाँकी भिडियो त्यही गएर देखाउनेछौँ। सुरुदेखि अन्त्यसम्म हेरेर भिडियोलाई माया गरिदिनु होला। हामी चोरपाटीको बायाँतर्फबाट सुन्दरी जाल जाने बाटोतर्फ अगाडि बढिरहेका छौँ। घाम पनि छैन, पानी पनि परेको छैन। अहिले चाहिँ हामी गोकर्णेश्वरको बेसी गाउँमा आइपुगेका छौँ। अहिले चाहिँ हामी गोकर्णेश्वरको अत्तर खेलमा आइपुगेका छौँ। नाम पनि खै कहिले काहीँ के लेख्छ, कुनै ठाउँमा के लेख्छ, फरक फरक छ। अहिले चाहिँ हामी गोकर्णेश्वरको भगवती चोकमा आइपुगेका छौँ। यो गोकर्णेश्वरको भगवती चोक हो। यता हाम्रो राइट साइडतिर गोकर्ण मन्दिर पर्छ भने हाम्रो लेफ्ट साइडतिर हाम्रो शहीद स्मारक पार्क जाने बाटो रहेको छ। यहाँबाट हजुरहरू लेफ्ट साइड जान सक्नुहुन्छ भगवती मन्दिर चोकदेखि। हामी भगवती चोकदेखि के अगाडि बढेका छौँ। हामी यहाँ उकालोमा आइपुगेका छौँ। चकडोल बुढा नीलकण्ठको गेटमा आइपुगेका छौँ। अहिले हामी गाडीहरूको भिड र कोलाबाटकै अगाडि आइपुगेका छौँ र यहाँ शान्त र शान्त बाटोमा आइपुगेका छौँ। यहाँ शहीद स्मारक पार्कको गेटमा आइपुगेका छौँ। अब हामी भित्र गएर के कस्तो छ हजुरहरूलाई सबै देखाउनेछौँ। यहाँदेखि हाम्रो भिडियो सुरु हुन्छ। स्टार्ट।
गाइज हजुरहरू देख्न सक्नुहुन्छ शहीद स्मारक पार्कबाट काठमाडौँको मनोरम दृश्य। यदि हजुरहरू पनि शहीद स्मारक पार्क आउन चाहनुहुन्छ भने यो भिडियो हेरेर लोकेसन थाहा पाउन सक्नुहुन्छ। हजुरहरूले यो लोकेसन हेरेर आउनुभयो भने ठ्याक्कै शहीद स्मारक पार्कको गेटमा आइपुग्नुहुन्छ है गाइज सबैजना हजुरहरू। गाइज आज चाहिँ हामी यताभित्र घुम्न जान पाएनौँ। आज चाहिँ बिदा रहेछ क्या, सार्वजनिक बिदाको दिन त सबै बन्द हुँदो रहेछ। हजुरहरू पनि घुम्न आउनुहुन्छ भने सार्वजनिक बिदाको दिन चाहिँ नआउँदा नि हुन्छ, सबै बन्द हुँदो रहेछ है। हजुरहरूलाई मेरो भिडियो के कस्तो लागिरहेको छ सुझाव सल्लाह प्रतिक्रिया दिनु होला अनि कमेन्ट पनि गरिदिनु होला। अब हामी चाहिँ यहाँबाट गुन्सा स्मारक जाने बाटो रहेछ, कता रहेछ अब गुन्सा फाइनली हामी यता चाहिँ गुन्सा स्मारक पार्कमा गयौँ। त्यहाँ चाहिँ केही रहेनछ खासै। अब चाहिँ हामी घर जान लाग्यो। हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्छ सुरुदेखि अन्तिमसम्म हेरेर सबैजनाले सपोर्ट अनि माया गरिदिनु होला। आजलाई बाई बाई, सी यू।